ज्यूलाई पनि मायाको चिनो ग्रहण गर्नका लागि अनुरोध गर्दछौँ। सँगसँगै मायाको चिनो कार्यक्रममा तलमाथि भएको खण्डमा पनि हामीले सच्याउँदै जानेछौँ। हाम्रो यो समयको पाबन्दीको कारणले गर्दाखेरि कार्यक्रम थोरै नमिलो जस्तो भान हजुरलाई लाग्न सक्छ, तसर्थ यसमा हामी थोरै क्षमायाचना गर्न चाहन्छौँ। त्यस्तै गरी मायाकै चिनो प्रदान गर्दैछौँ। हामीलाई हाम्रो यस कार्यक्रमलाई सभ्य र भव्य रूपमा सुसम्पन्न गर्नको लागि सुरक्षा निकायबाट उपस्थित हुनुभएका प्रहरी चौकी अर्गलीका प्रमुखजीलाई यो मायाको चिनो लिइदिनु हुनका लागि र प्रमुख अतिथिज्यूहरूलाई मायाको चिनो प्रदान गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछौँ। त्यस्तै गरी सुरक्षा निकायबाटै हाम्रो कार्यक्रमलाई भव्य र सफल रूपमा सफल बनाउन उपस्थित हुनुभएका सदैव प्रहरी चौकीका प्रमुखज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। र त्यस्तै गरी सदैव प्रहरी चौकीका प्रमुख तथा प्रतिनिधिज्यू आदरणीय सर उपस्थित हुनुहुन्छ रहेछ। तपाईँहरूलाई धेरै धेरै आभार व्यक्त गर्दछौँ। हाम्रो यस कार्यक्रमलाई सुरक्षाको तर्फबाट त्यस्तै गरी हाम्रो यस कोडाग्रह पूर्णिमा 2082लाई आफ्नो क्यामेराबाट कैद गरेर सधैँ जीवन्त सम्झना बनाउनका निमित्त जीवनभरि यो क्यामेरामा कैद गरेर इतिहाससम्मको लागि पनि यो कार्यक्रम थियो र छ भन्ने बनाउनका निमित्त हामीलाई क्यामेराबाट सहयोग गर्नुभएका क्यामेरा पर्सन आजका क्यामेराम्यान नै भन्न चाहे मैले आदरणीय व्यक्तित्व सन्तोष भुषालज्यूलाई पनि यो सम्मान पत्र लिइदिनु हुनको समय सांस्कृतिक कार्यक्रमलाई जन्म जमर्को गर्दछौँ र सम्पूर्ण सम्मानित व्यक्तित्वहरूलाई एकचोटि प्रमुख अतिथि लगायत मञ्चमा आफू सम्पूर्णलाई जोरदार तालीले तपाईँहरूले फेरि स्वागत गरिदिनु होला। र उपस्थित कलाकारहरूको केही तयारीको कारणले गर्दा हामीले फेरि सराय नाचलाई निरन्तरता दिएका छौँ। तपाईँहरूमाझ हामीले प्रतिबद्धता गरे अनुरूप केही नृत्यहरू र समयको पाबन्दीले गर्दा मैले सांस्कृतिक खास सम्हालिरहनुभएका आदरणीय दाजु तुलसी पाडे मगरज्यूलाई नृत्यको उत्कृष्ट बनाउनका लागि यहाँको व्यवस्थापनलाई सुस्त गराउनका निमित्त आर्थिक सङ्कलन पनि गरिरहेको छ मन्दिर व्यवस्थापन समितिले र सचिवालयमा तपाईँहरूले त्यो जानकारी गराउनु होला। सहयोग गर्ने इच्छुक भक्तजनहरूमा पनि हामीले मन्दिर व्यवस्थापनलाई अहिलेको क्रममा तयार नाचको लागि आदरणीय दाजु हरिदाईलाई आग्रह गर्दछौँ। सबैले मनोरञ्जन दिनु होला, तालीले साथ दिनु होला कृपया। अलिकति पछाडि बस्दिनु है सबैजना। र हामीले यो मन्दिरलाई माया गरेर मन्दिरलाई फेरि एकचोटि अझ सशक्त यहाँको व्यवस्थापनलाई अझ सुस्त दुरुस्त बनाउनका निमित्त मन्दिरको मूल व्यवस्थापन समितिले आर्थिक सङ्कलन सहयोग गरिरहेको छ। हामीले सङ्कलित व्यक्तित्वहरूको नाम अनाउन्स गर्दैछौँ र इच्छुक भक्तजनहरूलाई फेरि पनि थप सहयोग गर्नको लागि मन्दिर मूल व्यवस्थापन समितिको तर्फबाट हृदयदेखि हार्दिक आभार अनुरोध गर्दछौँ। र मैले सहयोगीदाताहरूको नाम मन्दिर मूल व्यवस्थापन समितिले दिए बमोजिम यहाँ प्रस्तुत गर्दैछु।
जितको इन्द्रबहादुर सुनार रुद्धिकोट गाउँपालिका रु 1100, आकाश गजराज ठाकुर रुद्धिकोट गाउँपालिका रु 1000, सनिज सुनार रुद्धिकोट गाउँपालिका रु 500, पुरन विका रु 505, कमल घिमिरे 1005, सुगम सेन्चुरी प्युठानबाट 1005, करण पाण्डे मगर रुद्धिकोट गाउँपालिकाबाट रु 1005, शिव पिटालु घाटी पोखराबाट रु 1010, त्यस्तै गरी जितेन सुनार रुद्धिकोट गाउँपालिकाबाट रु 520, जीवन सुनारबाट रु 550, युवराज सुनारबाट 550, विष्णु सुनारबाट 105, रामु सुनारबाट 210, टिकबहादुर विका बरपोखराबाट रु 500, नवीन पाण्डे रुद्धिकोट गाउँपालिकाबाट रु 505, सागर विश्वकर्मा रुद्धिकोट गाउँपालिकाबाट रु 505, हरिचन्द्र विश्वकर्मा रुद्धिकोट गाउँपालिकाबाट रु 505, पदम राणा टिकाबाट 150 र शिव पाण्डे Tiger.
गरी पेयर नम्बर 7 बाट रु 505 सहयोग गर्नुभएको छ। उहाँलाई पनि विशेष आभार व्यक्त गर्दछौँ। त्यस्तै गरी सहयोग केही क्रम जारी छ, सहयोग रचित आउने क्रम छ। मैले उहाँहरूको नाम वाचन गरिरहेको छु। कृपया सहयोग गर्ने सहयोगदाताहरूले यस क्षेत्रको मन्दिर व्यवस्थापन समिति मूल समितिको सचिवालयमा सम्पर्क गरिदिनु कृपया। त्यस्तै गरी लालु प्रसाद पाण्डे नम्बर 26 वडा नम्बर 7 बाट रु 505 सहयोग प्राप्त गरेको छ। उहाँलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। ईश्वरी प्रसाद पाण्डे तथा छोरा दिलराज पाण्डेको नामबाट रु 1055 सहयोग प्रदान गरेको छ। उहाँको सपरिवारलाई भगवान छत्रदेवलाईको कृपा सबै भरिरहोस् भन्ने शुभकामना शुभेच्छा आशीर्वाद प्रकट गर्दछौँ। त्यस्तै बुवा ईश्वरी प्रसाद पाण्डे छोरा दिनाजमरबाट रु 1061 प्रदान गरेको छ। उहाँलाई पनि विशेष आभार व्यक्त गर्दछौँ। भगवानको कृपा सबै भरिरहोस् भन्ने हामीले सहयोगीदाताहरूमा हृदयदेखि हार्दिक आभार व्यक्त गर्दछौँ। त्यस्तै गरी विष्णुबहादुर सुनारबाट मुनिबाट रु 1005 प्रदान गरेको छ मन्दिरको लागि भनेर उहाँलाई पनि विशेष आभार व्यक्त गर्दछौँ। त्यस्तै गरी नेत्र प्रसाद पाण्डेबाट NRN अमेरिकाबाट पनि हामीलाई 1010 प्राप्त भएको छ। कृपया यो आर्थिक सङ्कलनको नाम मात्र नराखिनु। र रसिदमा भएको नामहरू यहाँबाट प्रस्तुत गर्नेछु। हाम्रो अभिभावक अत्यन्तै विकास प्रेमी नेत्री कविता अधिकारी ज्यूबाट एकादशीज्यूबाट हामीलाई रु 510 प्राप्त गरेका छन्। उहाँलाई पनि विशेष आभार व्यक्त गर्दछौँ। त्यस्तै गरी हरेक क्षेत्रमा हरेक क्रियालाई सहयोग गरेर एउटा सहयोगी मान्छे बन्नु, चाहे खेल क्षेत्र होस्, चाहे मन्दिर क्षेत्र होस्, चाहे स्वास्थ्य क्षेत्र होस्, हरेक तहमा निकै उदारमन्द सहयोग गर्नु आदरणीय व्यक्तित्व राजेश चाइनिजबाट रु 5151 सहयोग प्राप्त भएको छ। आदरणीय दाई राजेश चाइनिजज्यूलाई पनि विशेष आभार व्यक्त गर्दछौँ। र सहयोग गर्न आउने भक्तजनहरूले मन्दिर व्यवस्थापनको सचिवालयमा सम्पर्क गर्नुहोला। र हामीले यहाँबाट फटाफट तपाईँहरूको नाम अनाउन्स गरेका छौँ र तपाईँहरूलाई सधैँभरि भगवान छत्रदेवलाईको कृपा रहिरहेछ। र कृपया रसिदमा काटेर दिनुहोला। र त्यस्तै गरी सामाजिक व्यक्तित्व रामजी प्रसाद भट्टराईज्यूबाट पनि श्री छत्रदेवलाई मन्दिरको लागि भनेर रु 520 हामीलाई प्राप्त भएको छ। आदरणीय व्यक्तित्व रामजी प्रसाद भट्टराईज्यूलाई पनि हामी हार्दिक आभार व्यक्त गर्दछौँ। र हामीलाई सहयोगको अत्यन्तै रहेको छ। तपाईँहरूको नाम छुट्न सक्छ। कृपया बोलाइमा समय नै भगवानप्रति आस्था तपाईँहरूको अथक नै छ। र यो मन्दिरलाई अझ विकसित बनाउन र यस्ता कार्यक्रमहरूलाई अझ उल्लासमय बनाउनका निमित्त तपाईँहरूको सहयोग हाम्रो लागि अपूर्व नै हुनेछ। त्यसैले सहयोगको हामी अपेक्षा नै राखिराखेका छौँ। र सहयोग रकम दिनुहुने भक्तजनहरूको हामीले मञ्चबाट मन्दिर व्यवस्थापन समिति मूल समितिले दिएको नाम बमोजिम हामीले आदरणीय भक्तजनहरू सहयोगीदाताहरूको नाम पनि हामीले यहाँबाट प्रस्तुत गरिरहेका छौँ। र सहयोगको क्रम जारी नै छ। र विभिन्न व्यक्तित्वहरूबाट, विभिन्न सामाजिक व्यक्तित्वहरूबाट, विभिन्न संस्थाबाट र विभिन्न राजनीतिक व्यक्तित्वबाट
समितिलाई तपाईँ हाम्रो अध्यक्ष साहेबले कार्यक्रममा अगाडि बढाउन अझ खडा गर्नुहुन्छ भन्ने अपेक्षा गर्दै हामी तपाईँहरूसँग सहयोग आह्वान पनि गरिरहेका छौँ। सहयोग दिइरहनु भएको पनि छ। सम्पूर्ण सहयोगदाताहरूलाई हृदयदेखि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। हामी हार्दिक अनुरोध गर्दछौँ।
सङ्गठनहरूबाट सहयोग हामीलाई धेरै प्राप्त भइसकेको छ। हामीले प्रदान सहयोग प्रदान गर्नुहुने व्यक्तित्वहरू संस्थाहरू र विभिन्न सामाजिक राजनीतिक र विभिन्न तहहरूमा लाग्नुभएका व्यक्तित्वहरूको आयोजक मूल समितिले दिएको नाम अनुसार हामीले यहाँ नाम प्रस्तुत गरिसकेका छौँ। यदि कोही छुट्टी भएको छ भने पनि हामीले त्यो नामहरूलाई फेरि पुनः दर्ता गर्नेछौँ। त्यस्तै गरी त्यसकाल बिलोबाट हामी हार्दिक आभार व्यक्त गर्छौँ। त्यस्तै गरी कुमारी राणाबाट 500 प्राप्त गरेको छ। कुमारी राणाजीको हामीलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ। त्यस्तै गरी कृष्णा कुमारजीबाट 500 प्रदान भएको छ, उहाँलाई पनि हार्दिक आभार व्यक्त गर्दछौँ। त्यस्तै गरी कमल सुनारीजीको दावाबाट 505 प्राप्त भएको छ, उहाँलाई पनि हामी हार्दिक आभार व्यक्त गर्दछौँ। त्यस्तै गरी राजन वंशजीको दावाबाट 220 प्राप्त भएको छ, उहाँलाई पनि हामी हार्दिक आभार व्यक्त गर्दछौँ। त्यस्तै गरी सुसादी फसल दिदीको गाउँपालिका शान्ति चौरबाट 1005 प्राप्त भएको छ, उहाँलाई पनि हामी हार्दिक अनुरोध गर्दछौँ। त्यस्तै गरी पदम कर्मचारीजीको गाउँपालिकाबाट 500 प्राप्त भएको छ, उहाँलाई पनि हामी हार्दिक आभार व्यक्त गर्दछौँ। सोमबाबु चौमटाबाट सोमबाबु चौमटाजीको गाउँबाट 200 प्राप्त भएको छ। त्यस्तै गरी शेरबहादुर कौशलजीको गाउँबाट 200 प्राप्त भएको छ। विभिन्न तह तर्फबाट सहयोग गर्नुहुने आदरणीय व्यक्तित्वहरूप्रति फेरि मन्दिर मूल व्यवस्थापन समितिको तर्फबाट हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ। हुमा राई मगरबाट 11,100 प्राप्त भएको छ, उहाँलाई पनि हामी हार्दिक आभार व्यक्त गर्दछौँ। अब नाथ बेगुराज हुमा तारे मगरबाट 1155 प्राप्त भएको रहेछ, उहाँलाई पनि हामी हार्दिक आभार व्यक्त गर्दछौँ। सहयोगको पहिलो नै छ, किनकि साँच्चीकै भगवान्प्रति माया भगवान्प्रति आस्था दर्शाउनुहुनेले यति खुला हृदयले सहयोग गर्नुभएको छ। सबै सहयोगीदाताहरूप्रति हामी आभार व्यक्त गर्दछौँ। त्यस्तै गरी हाम्रो आजको यस कार्यक्रमको केन्द्रबिन्दु हाम्रो आदरणीय साथी हाम्रो निम्तिका गाउँपालिका अध्यक्षज्यूले अहिलेसम्म उच्च यो रसिद नम्बरमा ठुलो सहयोग आएको छ, रु 10,000 रुपियाँ उहाँले सहयोग गर्नुभएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। आगामी कार्यक्रमको लागि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छौँ। नारायणबहादुर कार्की ऋतुवर गाउँपालिका अध्यक्षज्यूबाट रु 10,000 रुपियाँ सहयोग आएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हाम्रो गाउँपालिका अध्यक्षज्यूको मन अत्यन्तै उदार छ, उहाँले सहयोग गरेर गइसक्नु भएको छ भन्ने खबर प्राप्त भयो। फेरि पनि उहाँलाई सङ्घीय आयोजक तर्फबाट विशेष आभार व्यक्त गर्दछौँ।